यहाँनिर एउटा अमेजिङ बिल्डिङ देखियो, यो नीलो सिसा लगाएको। त्यो सँगै यतापट्टि अर्को एउटा जोडिएको छ, त्यस्तै निकै नै हेर्दाखेरि इन्ट्रेस्टिङ देखिन्छ। यो माथिसम्म हेर्दाखेरि ल हेर्नुहोस् त, यो यसको झ्यालहरू अचम्मको देखिन्छ। यो बिल्डिङ र यो दुईवटा बिल्डिङको तल चाहिँ बाटो छ र त्यसको यतापट्टि ठिक अर्को साइड यता नजिकै यो पार्क एरिया। यहाँनिर चाहिँ मानिसहरू बस्ने घुम्ने यहाँ अलिकति पार्क पनि छ र त्यो पर देखिएको त्यो छत्री छाता जस्तो माथि राउन्ड आकारमा त्यो चाहिँ मेट्रोमा जाने एक्जिट भयो। यहाँनिर अन्डरग्राउन्ड मेट्रो चल्छ भने माथि गाडीहरू चलिरहेको हुन्छ। यो पार्क वरिपरि चाहिँ मानिसहरू भेला भएर जम्मा भएर यतातिर बसिरहेको हुन्छ। यो मेट्रोको यतापट्टिको साइडमा पनि पुरै यो बस्ने ठाउँहरू बनाइदिएको छ। मानिसहरू आएर यहाँनिर बस्ने एरिया पुरै यो परसम्म पार्क छ। यहाँनिर निकै नै बिरुवाहरू ठुल्ठुलो भइसकेको छ भने त्यसको नजिकै यतापट्टिको यो भवन दुईवटा बिल्डिङ चाहिँ निकै टप हाइटमा देखिन्छ। यो बिल्डिङ र अर्को योसँग जोडिएको यो अर्को बिल्डिङ ल हेर्नुहोस् त, निकै नै मजाको छ। यो दुईवटा बिल्डिङ चाहिँ तल फेदमा चाहिँ गाडीहरू हिँड्ने बाटो छ।